हेलो गाइज, गुड मर्निङ सम्पूर्णलाई। फेरि पनि मेरो यो दोस्रो ब्लग भिडियोमा सम्पूर्णलाई स्वागत छ। अहिले म चाहिँ ड्युटीमा भन्नुपर्दा ड्युटीको टाइम भयो। अब ड्युटीको टाइममा यस्तो रोड क्रस गर्नुपर्छ। यहाँ पुरै गाडी हिँडिरहेको छ। ठ्याक्कै यता साथीहरू पनि छन् होइन। त्यो छ रोड। होइन, एकजना साथीले मलाई सोध्नु भएको थियो कि हिजो मैले लोकेसन दिएको थिएँ, लोकेसनमा चाहिँ म बसेको ठाउँ अहिले हाल मलेसियामा छु। र त्यसमा चाहिँ म ठाउँको नाम चाहिँ भनेन, मलेसियाको। म अहिले मलेसियाको कोलालम्पुरमा छु है गाइस। हाम्रो राजा हुनुहुन्छ, स्माइल दिइराख्नु भएको छ, एकदम क्युट। यस्तै छ यताको नजारा। हामी बस्ने बिल्डिङ यस्तो देखिन्छ है, अपार्टमेन्ट हो। अनि यता चाहिँ यो भनौँ काम गर्ने बिल्डिङ, ठुलो एरिया छ। अरू कुरा त मैले सबै भनिसकेँ। हाम्रो आउने जाने बाटो चाहिँ त्यही ब्याक गेट नै रहेछ, हाम्रो पार्किङवाला गेट। पार्किङबाट भित्र छिर्छौँ। रोड क्रस गर्न पनि गाह्रो छ हो। रोड गाडी यति स्पिडमा आउँछ, कहिलेकाहीँ त डर लागेर पनि छ यार। ल त है साथीहरू, आजलाई यति नै गरौँ। अब धेरै समय पनि छैन मसँग, अलि हटारमा हिँडेको होइन। ल, अनि यो सँगसँगै म तपाईँहरूलाई एउटा कुरो चाहिँ भन्न चाहन्छु। जसले मेरो यो ब्लग भिडियो हेरिराख्नु भएको छ वा हेरिसक्नुभयो या हेर्नुहुन्छ,